लगाइ हामी काकीहरु जान लाग्यो हैन एउटा साथी चाहिँ गइहाल्यो हैन अब हामी 4 जना दाइहरु छन् अब अर्को साथी चाहिँ गइहाल्यो बिदा हुन्छु भन्थे कि गइसक्यो अब हामी 4 जना छौं हैन यसो काकीहरु जान मन्दिर जानु पर्छ होला हिँड्दा खुट्टा पोलिसकेको गर्मी यस्तो छ नि होइन सिरियसमा गर्मी धेरै छ कि गर्मी पहिला भन्दा नि उसको गर्मी धेरै बढ्यो केटीसेटी भइदिएले केटीले चुप्पा खायो भन्नुहुन्थ्यो गाई त अब रातभरि सुत्दाखेरि मच्छरले यहाँ टोकेर यात्रा डल्ला उठाइदिएछ होइन मलाई गाह्रो छ केटा हो गाह्रो छ गर्मी हिँड्नु परेको है गर्मीमा के गर्नु गाई जब खासै भलक त बनाउँथेन होइन पहिलोचोटि गएर तर त्यस्तो भलकमा कसरी बोल्छन् कस्तो गर्छन् भन्ने त्यस्तो चाहिँ मलाई अब थाहा छैन होइन त्यही पनि अब यस्तो रमाइलो हुन्छ भनेर यस्तो गरिदिएको जस रमाइलो नै हुँदैछ तर गाई छैन म मान्छेको अगाडि बनाउनु जान्दैन क्या मान्छेको अगाडि हल्का बोल्दा लाज लाग्छ होइन एक्लै भएपछि त अनि मलाई यस्तो भलक बोलाउँदाखेरि होइन तर यस्तो पहिलोचोटि अब साथीहरूले अब भन्छन् नि म पनि सम्झाउँछु तपाईँहरू सम्झिनुहुन्छ होला त्यस्तो भन्न आउँदैन कि म अब रमाइलो गरेर यत्रो गर्छु कि ल दाइ के बोलिदिनु पऱ्यो होइन दाइ बाई अब साथीहरू काम केयर गर्न लगाएको होइन घुम्न यस्तो न धेरै दिन पछि भयो होइन गर्मी अब साथी अब नेपालबाट आइरहेको थियो होइन यस्तो न रमाइलो गरौँ भन्ने हो यस्तो भलक बनाउनु त पनि आउँदैन होइन गाइजहरू होइन हामी चाहिँ तिनै टक्का साथीहरू घुम्न गइरहेको छौँ आज अगाडि दिने साथी जाँदैछौँ अगाडि होइन म भाइसँग अगाडि हो अब कालतिर गएर यसो मन्दिरसम्म पुगौँ भन्यो मन्दिर त अब कस्तो जान लागेको के भएर मन्दिर कस्तो भनेर यसो घुमघाम गरौँ होइन अनुगमन गरौँ न त होइन होइन भाइ कस्तो हुँदैछ हो दाइ केवल कस्तो छ भन्ने यसो जान लाग्यो अब हेरौँ न त मन्दिर त्यहाँ पनि एकछिन बनाउँछौँ हामी सूर्योदयको यत्रो वर्ष 8 वर्ष भइसक्यो तर यसरी अब जाने यस्तो बाहिर नेपालमा जो टक्क भ्याक्सिन काम त त्यस्तो भएन अब दाइहरू आएको छ नि त्यस्तो जाम भाइ रमाइलो गरौँ भन्नु क्या गइदिउँ न काकीहरू कस्तो बनाएर रहेछ यस्तो हेर्नु पऱ्यो जस राम्रै होला जस्तो लागिरहेको छ होइन राम्रै छ होला राम्रै छ होला मन्दिर भन्ने चाहिँ नराम्रो कहिले हुन्छ राम्रै हुन्छ हाम्रो पारा यस्तो होइन खाना गरेर मन लाग्दैन होइन गर्मी चाहिँ मन थिएन त्यही पनि रहर लागेको काङ्की कस्तो भन्ने फेरि यो पिठादेखि बनाएको रे एउटै माटो एउटै ढुङ्गाले बनेको भन्ने सुनेको होइन खै हेर्छु आज तपाईँहरूलाई पनि देखाउनेछु तपाईँले हेरिदिनु होला साथसफल गरिदिनु होला नराम्रो त्यस्तो केही नभनिदिनु होला होइन पछि पहिलोचोटि बना भलको त्यस्तो अरू त्यस्तो बोल्न त आउँदैन जस मिठो बोलियो बाँच्नु जस्तोमा रमाइलो गर्नुपर्छ 2 दिनको जिन्दगी बिमार लानु के छ र होइन बोल्नु चाहिँ राम्रै बोलेको तर नराम्रो बोले होइन होइन गाई होइन त्यस्तो माइल नलाउनुलाई होइन रिपिट त बोले होइन अब त्यस्तै हो छाला गम्मुको कतिको लटपटी हाल्छ आइहाल्छ बेला बेलामा आइहाल्छ